के तपाईँ जिउँदै स्वर्ग हेर्न चाहनुहुन्छ? यदि हो भने ल हिँड्नुहोस्, आज हामी प्युठानमा रहेको स्वर्गदारीको यात्रा गर्दैछौँ र हामीसँगै जोडिनुहोस् र वास्तवमा जिउँदै स्वर्ग कसरी हेर्न पाइन्छ भन्ने विषयमा म पनि अनुभव लिनेछु र तपाईँहरूले पनि मेरो अनुभव सेयर गर्नेछु। ल हिँडौँ त स्वर्गदारीतिर। हामी भलै प्युठान जिल्लाको स्वर्गदारी पुगे तापनि कतै इन्डियाको कुनै ठाउँमा आएको जस्तो मलाई पर्सनली व्यक्तिगत रूपमा महसुस भएको छ। हामीले हाम्रो यात्रा कोलपुरको चौरादेखि सुरुवात गरेका छौँ। साथै तपाईहरूलाई यहाँदेखि लिएर प्युठान जिल्लामा अवस्थित स्वर्गदारीसम्म पुग्नका सम्पूर्ण दृश्यहरू तपाईँहरू समक्ष हामी पस्किनेछौँ। हामीसँग अन्तिमसम्म जोडिनुहोला। अब हामी कोलपुर चौरादेखि पूर्व पश्चिम राजमार्गको पूर्वतर्फ हामी लागिसकेका छौँ र यस पश्चात कोलपुरको चौरादेखि हामी पूर्व जाने क्रममा अब केही बेरमै चपरगौडी अर्थात् कोलपुरदेखि 2 किलोमिटरको दूरीमा चपरगौडी हामी पुगिसकेका छौँ र चपरगौडीदेखि अझै हामी पूर्वतर्फ बाटो यात्रा सुचारुमै छौँ र बाटोमा आउने हरेक रमणीय वातावरणहरू तपाईँहरू समक्ष हामी पस्किनेछौँ। कृपया हामीसँगै जोडिराख्नुहोला। कोहलपुर चपरगौडीदेखि हामी अगाडि बढ्ने क्रममा रमाइला वन जङ्गल हेर्दै यहाँका मनमोहक दृश्यहरूमा रमाउँदै हामी ढकेरी पुगिसकेका छौँ। यो झन्डै कोहलपुरदेखिको 10 किलोमिटरको पूर्व पश्चिमको यात्रामा रहेको छ। ढकेरी आफूमा पनि एउटा पर्यटकीय क्षेत्र रहेको छ। यहाँ चाहिँ वनस्पति उद्यान तथा पिकनिक पार्क्सहरू समेत रहेको छ। कोहलपुरभरिका मानिसहरू लगायत यस क्षेत्रमा रहेका मानिसहरू यहाँ विभिन्न तरिकाको मनोरञ्जन गर्न समेत ढकेरी पुग्ने गरिन्छ र ढकेरीदेखि हामी झन्डै 10 किलोमिटर अगाडि गइसकेपछि शमशेरगञ्ज पुगिसक्यौँ र शमशेरगञ्जदेखि अझै पनि हामी पूर्वपट्टि यात्रा क्रममै छौँ। हामी बाँके राष्ट्रिय निकुञ्जमा इन्ट्री गरिसकेपछि अब यसैबाट यात्रा गर्ने क्रममा अगाडि बढिरहेका छौँ र अगाडि बढ्ने क्रममा हामी अघैया पुग्नुभन्दा थोरै वरै बाँके राष्ट्रिय निकुञ्जमा रहेको हात्तीसार पनि हामी घुम्ने मौका पाएका छौँ र तपाईँहरूले समेत यहाँ हात्तीसारमा रहेका हात्ती का बारेमा पनि हामी पनि रमाइलो गर्दै हेर्दै तपाईँहरूलाई पनि यी जानकारी दिन चाहन्छौँ हामी कि अघैया पुग्नुभन्दा थोरै पछाडि यी बाँके राष्ट्रिय निकुञ्जमा अघैया रिसोर्ट जाने बाटोमा हात्तीसार रहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ 2वटा हात्तीहरू रहेको छ। हामी यहाँ जाने बेलामा यी हात्तीहरूलाई हात्तीसारमा रक्षा गर्ने व्यक्तित्वहरू रेखदेख गर्ने व्यक्तित्वहरूले चाहिँ जङ्गलमा यसका खानपिनका लागि घुमाउनका लागि जाने क्रममा हामी पुगिसकेका थियौँ। यहाँ पुगिसकेपछि यहाँका मानिसहरूसँग हामी सोध्यौँ बुझ्यौँ कति बेला तपाईँहरू जानुहुन्छ। त्यसकारणले तपाईँहरूले पनि हामीले जानकारी गराउन चाहन्छौँ। यदि तपाईँ बाँके राष्ट्रिय निकुञ्जमा रहेको हात्तीसारमा आएर हात्तीलाई हेर्न चाहनुहुन्छ भने तपाईँहरू यहाँ बिहान 10 बजेसम्म र बेलुका 4 बजेभन्दा पछाडि, किनकि यहाँ 10 बजे हात्तीहरूलाई फेरि जङ्गलमा घुमाउन लग्ने गर्नुहुँदो रहेछ र बेलुका 4-5 बजेसम्म फेरि हात्तीसारमै हात्तीहरूलाई लिएर फर्किनुहुन्छ र यसमा राख्नुहुन्छ। हामी यहाँ पुगिसकेपछि ठ्याक्क जाने समय नै थियो। तपाईँहरू यो रमणीय दृश्य हेर्दै गर्नुहोस् कसरी हात्तीलाई यहाँबाट चाहिँ लिएर जङ्गलको सफारीको लागि चाहिँ जानु हुँदो रहेछ र यो जङ्गलमै गएर आफै घाँस खाने घुम्ने गर्छ र एकदमै म त पहिलो पटक यसरी हात्तीलाई नजिकबाट हेरिराखेको छु। हुन त एकपटक चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा मैले हात्तीको सफारी पनि गर्ने मौका पाएको थिएँ, तर यहाँ सफारीको सुविधा नभए तापनि हात्तीलाई एकदमै नजिकैबाट बाँके राष्ट्रिय निकुञ्जमा पनि यसरी अवलोकन गर्न पाउँदा म आफूलाई एकदमै हर्षित ठान्दछु। तपाईँहरूलाई पनि यो कोहलपुर नेपालगञ्ज नजिकैबाट देख्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरू पक्कै पनि नजिकै अघैया पुग्नुभन्दा 2-3 किलोमिटर वरै अघैया रिसोर्ट जाने बाटोमा यो हात्तीसार अवस्थित छ र तपाईँहरू यहाँ आएर पक्कै पनि अवलोकन गर्नुहोला। हामी हात्तीसार अवलोकन गरिसके पश्चात हाम्रो यात्रालाई अझै अब पूर्वतिर नै जारी राखेका छौँ र अब हामीसँगै तपाईँ जोड्दै हुनुहोला। अझै पूर्वतिर जाने क्रममा हामी अमेलिया पुगिसक्यौँ, दाङ जिल्लाको अमेलिया। यहाँबाट तपाईँहरूलाई हामी देखाउन चाहन्छौँ। यहाँदेखि हामी पूर्वतिर अझै गयौँ भने पूर्व पश्चिम हाइवे छोड्नु हुँदैन। यहाँदेखि उत्तरतर्फ तपाईँहरू लाग्नुभयो भने चाहिँ दाङ जिल्लाको तुलसीपुर जानुहुनेछ। यो तुलसीपुर जाने बाटो हो। हामी अमेलियादेखि तुलसीपुरतिर नलागिकन अझै पूर्वतिर लाग्दैछौँ र अमेलियादेखि झन्डै 35 किलोमिटरको यात्रा गरिसकेपछि लमै पुगिसक्यौँ। लमैदेखि यदि माथितिर लाग्नुभयो भने चाहिँ घोराइ जानुहुन्छ, तर हामी अझै पूर्वतिर लाग्दैछौँ र तपाईँहरूलाई हामी लमै बजार पनि देखाउने प्रयास गर्छौँ। एकदमै रमाइलो छ लमै बजार पनि। पूर्व पश्चिम हाइवेमा प्राय पूर्व पश्चिम हाइवेमा यात्रा गर्ने गाडीहरू यहाँ एकछिनको लागि विश्राम गर्नेछ। हामी पनि यहाँ एकछिन विश्राम गरेर नास्ता खानेछौँ र यहाँ पुग्ने सँगै हाम्रो बाइकमा सामान्य समस्या आएको हुनाले हामी बाइकलाई पनि मर्मत गरिसक्यौँ र बाइकलाई मर्मत गरिसकेपछि हामी अझै पूर्वतिर यात्रा सुचारू गर्दैछौँ।
र लमैबाट तपाईहरु देख्न सक्नुहुन्छ काठमाडौँ जानको लागि 336 किलोमिटर, जनकपुर 480 किलोमिटर रहेको छ। तर हामी त्यति टाढा जाने छैनौं, हामी भालुबाङसम्म मात्र पुग्नेछौं यो बाटो हुँदै र हामी भालुबाङ पुगिसक्यौं। भालुबाङबाट हामी पूर्व पश्चिम हाइवेलाई छोड्नेछौं। पूर्व पश्चिम हाइवेलाई हामी छोडेर यहाँबाट उत्तरतर्फ लाग्छौं प्युठान जिल्लातर्फ। यहाँबाट धन्य 8 किलोमिटरको यात्रा गरिसकेपछि प्युठान जिल्लामा हामी प्रवेश गर्नेछौं। हामीले तपाईहरुलाई उक्त यात्रामा हुने सम्पूर्ण रमणीय दृश्यहरू पस्किनेछौं। कृपया अन्तिमसम्म जोडिराख्नु होला र हेर्नुस् हामी अहिले प्युठान जिल्लातर्फ लाग्ने क्रममा कति रमाइला वन जंगल हरिया वातावरण छ, एकदमै मन शान्त हुने खालको वातावरण छ। हुन त यतिकै नेपालको लागि हरियो वन नेपालको धन भन्ने चाहिँ यतिकै प्रख्यात नभएको, साच्चीकै हेरौँ त कति राम्रो मनमोहक हरियो वातावरण यहाँ उपस्थित छ। तपाईलाई यहाँ हरेक कुराहरू मनमा लागेका कुराहरू भन्न नसके तापनि एकदमै रमाइलो छ। र अब हामी यस नाला पार गर्दै लाग्दैछौँ प्युठान जिल्लातर्फ। हामी तराईका जिल्ला छोडेर अब हामी लुम्बिनी प्रदेशको एक प्रख्यात जिल्ला प्युठान जिल्ला, जहाँ स्वर्गद्वारी अर्थात् स्वर्गको द्वारमा हामी जाने क्रममा छौं र प्युठान जिल्लामा हामी प्रवेश गरिसक्यौं। यात्राको क्रममा हामी बडडाँडा पुगिसक्यौं र यहाँका स्थानीयबाट सोध्दै गर्दाखेरि के थाहा पायो भने यहाँ एकदमै प्रख्यात अर्को मनमोहक वातावरणमा रमणीय हुने खालको ठाउँ रहेको छ, जसलाई गुरुङ डाँडा भन्दो रहेछ। यहाँबाट तपाईहरु यो प्युठानको स्वर्गद्वारी जाने बाटोलाई केही बेरको लागि छोडेर राइट साइडमा लाग्नु भयो भने, दायाँतर्फ लाग्नु भयो भने चाहिँ यो बाटो हुँदै तपाईहरु गुरुङ डाँडा पुग्न सक्नुहुनेछ। हामी पनि यो कुरा सुन्दै गर्दाखेरि एकदमै हर्षित भयौं र लाग्यौं गुरुङ डाँडातर्फ। र तपाईहरुलाई हेरौं यो गुरुङ डाँडातर्फ जाने क्रममा एकदमै बाटो कच्ची रहेको छ, चिप्लो बाटो छ। बर्खायाममा तपाईहरुलाई यहाँ आउन अलिक अप्ठ्यारो हुनेछ। बाइकलाई तलै बजारमा राखेर पैदल यात्रा गर्दा राम्रो, तर हामी बाइकमै जाने क्रममा छौं। अलि पानी चाहिँ बिराएको छ, तर पनि बाटो एकदमै चिप्लो, उकालो, अप्ठ्यारो, असहज बाटो छ। हुन त हरेक असहज यात्रा पश्चात सुन्दर गन्तव्य हुन्छ। हामी उक्त गन्तव्य क्रममा हेर्नुस् कति चिप्लो, अप्ठ्यारो, असहज बाटो जाँदैछौँ। हुन त पानी परेको बेला मात्र यो समस्या हुन्छ अरे, पानी नपरेको बेला बाटो सहजै हुन्छ। तर पानी परेको छ अहिले, त्यस कारणले पानी पर्दा तपाईहरु बाइक वा स्कुटीमा आउनुभयो भने तपाईहरुलाई मेरो सल्लाह तल बजारमै बाइक वा स्कुटी राख्नु होला र गुरुङ डाँडातर्फ लाग्नु होला। किनकि गुरुङ डाँडा जाने क्रममा एकदमै असहज चिप्लो बाटो, किनकि यहाँ माटो नै चिप्लो भएको हुनाले बाटोमा ग्राभेल समेत छैन, त्यसकारण एकदमै असहज छ। हामी देखिरहेको छौं, तपाईहरुलाई देखाउन सकिरहेका छौं। साथी हो अवस्था हेर्नुस्, हामी चाहिँ प्युठानको गुरुङ डाँडा भ्यू पोइन्ट जाने निर्णय गर्यौं। बाटो चिप्लो भएर यस्तो छ, बाइकको पुरै गोटीमा हिलो चिप्लो माटोले पुरिसक्यो। अब त्यसले गर्दा अब बाइकै अगाडि घुम्दैन। अब यो कति मिनट समय लाग्ने, यो सबै यहाँको बाइकको यो चिप्लो बाटोको यो पुरै खाली गर्नुपर्ने देखियो। समय चाहिँ लाग्छ। अब अगाडि बढ्दैन बाइक, तर आँटिसकेपछि जानुपर्छ, जसरी पनि जाने हो। कतिको रमाइलो छ छैन भन्ने कुरो अब माथि गएपछि थाहा हुन्छ। आहा, कति राम्रो हरियाली डाँडा हो। हुन त हरेक कठिनाई यात्रा पश्चात अवश्य सुन्दर गन्तव्य हुन्छ भन्थे, हो रहेछ। हामी यी कठिनाई यात्राहरू पार गरिसके पश्चात अहिले सुन्दर, रमणीय, मनमोहक र एकदमै मन पगलने खालको वातावरणमा पुगिसकेका छौँ। तपाईहरुलाई हामी देखाउन चाहन्छौँ, अहिले हामी प्युठान जिल्लाको गुरुङ डाँडामा छौँ। यो प्युठान जिल्लाको गुरुङ डाँडा साँच्चीकै एकदमै रमणीय, मनमोहक छ। यहाँबाट तपाईहरु चारैतर्फ हेर्दाखेरि यति राम्रो पहाड, डाँडा काँडा, हरियाली, वन देख्न सकिएका छौँ हामीले। एकदमै रमाइलो, मनले नै मन कटक्क खाने खालको र फेरि पनि यहाँ आउँ हुने खालको यो वातावरण रहेको छ। तपाईहरुलाई हामी यस गुरुङ डाँडाको परिसरलाई एकपटक पुनः परिक्रमा गराई यसको अवलोकन गराउन चाहन्छु। यहाँ एउटा शिव मन्दिर समेत रहेको छ र उक्त शिव मन्दिरमा आए तपाईहरु पूजा याचना पनि गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। र यस पश्चात अन्य कुरामा पनि यहाँका स्थानीयहरुको लागि एउटा एकदमै प्रख्यात पर्यटकीय स्थान हो, जहाँ चाहिँ एकदमै पर्यटकहरु आउने गर्दछन्, स्थानीय पर्यटकहरु विशेष गरिकन। किनकि यहाँ अहिलेको जमानामा टिकटक लगायत अन्य रिलहरु बनाउनको लागि एकदमै उपयुक्त, शान्त, हरियाली, वन जंगलले भरिएको एकदमै मन
चटक्क खाने वातावरण छ। हामी उक्त स्थान घुमिसकेपछि पुनः हामी हाम्रो गन्तव्य स्वर्गद्वारीतर्फ लाग्यौं र स्वर्गद्वारीतर्फ लाग्ने क्रममा फेरि पनि तपाईहरुलाई हामी यहाँ देखिएका हरेक बाटाहरुमा देखिएका हरेक कुराहरु तपाईहरु समक्ष पस्किने प्रयास गर्दैछौं र यहाँ हेरौं कतै झरना छ भने, कतै पहिरो आएर बाटो पनि अवरुद्ध भएको छ भने, कतै एकदमै मन पग्लिने खालको, मनमा मन शान्त मिल्ने खालको वातावरणहरु समेत हामी हेर्न पाइराखेका छौं। एकदमै आनन्द आउने खालको दृश्यहरु। हुन त म अगाडि नै भनिसके, नेपाललाई यतिकै भन्दैन हरियो वन नेपालको धन। साँच्चीकै नेपालमा हरेक क्षेत्रमा हरिया वन, जंगल, डाँडा काँडा, झरना, नदी नाला इत्यादि कुराहरु यति धेरै भरपूर तरिकाले छ कि हामी जति हेरे पनि, जति भने पनि, जति बोले पनि, जति बयान गरे पनि शब्दै नपुग्ने खालको यति धेरै प्रख्यात कुरा छ। र यसरी यात्रा गर्ने क्रममा हामी चकचके भन्ने ठाउँ पुगिसकेछौं। चकचकेबाट हामी हेर्न सक्छौं स्वर्गद्वारी अब जम्मा 32 किलोमिटर। यहाँबाट हामी जम्मा 32 किलोमिटरको यात्रा अझै गर्न बाँकी छ र त्यस पश्चात हामी लाग्ने छौं स्वर्गको द्वार स्वर्गद्वारी। तपाईहरु हामीसँग जोडिराख्नु होला। हामी अझै पनि यस्तै मनमोहक दृश्यहरु कतै फेला पार्ने बित्तिकै तपाईहरु समक्ष हामी पस्किने छौं। यो चकचकेबाट हामी दायाँतर्फ लाग्यौं भने अगाडि खलंगा भन्ने ठाउँ पुग्छौं, तर हामी दायाँतर्फ नलागेर सिधै अगाडि उत्तरतर्फ लाग्ने छौं र उत्तर जाने क्रममै हामी अर्को स्थान पुग्ने छौं र त्यो स्थान रहेको छ भिंगरी। भिंगरीबाट नै हामी वास्तवमा स्वर्गद्वारीको मूल द्वारमा पुग्छौं। भिंगरीबाट हामी उत्तरतर्फ जाने बाटोलाई छोडेर अब यहाँबाट बायाँतर्फ लाग्छौं। हामी भिंगरी पुगिसकेपछि अब यहाँदेखि धनै 14 किलोमिटरको यात्रा अब बाँकी रहेको छ र 14 किलोमिटरको यात्रा पार गरिसकेपछि हामी स्वर्ग जाने मूल द्वार स्वर्गद्वारी पुग्ने छौं। तपाईहरुलाई हामी देखाउन चाहन्छौं भिंगरी बजार अहिले तपाईहरुलाई हामी देखाइराखेका छौं। भिंगरी पनि एउटा पहाडमा रहेको एकदमै विकसित एउटा बजार हो, जहाँ चाहिँ विभिन्न प्रकारका होटलहरु छन्, जहाँ तपाईहरु बास बस्न सक्नुहुनेछ र यहाँबाट हामी उत्तरको बाटो छोडेर अब बायाँ लाग्दै छौं स्वर्गद्वारी। तपाईहरु यहाँ एउटा गेट हेर्न सक्नुहुन्छ, जो चाहिँ 2011 सालमा स्थापना गरिएको छ र पक्कै पनि तपाईहरु भिंगरी पुगिसकेपछि केही बेर विश्राम गर्नुहोला। यहाँदेखि पूर्ण रूपमा उकालो बाटो मात्र छ। बाइकमा यात्रा गर्नुहुने साथीहरुलाई म आग्रह गर्न चाहन्छु, यहाँ एकछिन विश्राम गरेर तपाईहरु बाइकलाई रेस्ट दिनुहोला। चिया नास्ता खाने भए यहाँ एकछिन आराम गर्नुहोला। हामी पनि भिंगरीमा चिया नास्ता खाइसकेपछि हाम्रो यात्रा पुनः सुचारण गर्यौं र अब स्वर्गद्वारीतर्फ लाग्दैछौं। साँच्चैकै एकदमै उकालो यो बाटो छ, पूर्ण रूपमा उकालो छ, किनकि हामी बाइकमा यात्रा गर्ने क्रममा इन्जन तातेको हुन्छ, हाम्रो डिस प्याड तातेको हुन्छ। उकालोमा यात्रा गर्ने क्रममा खासै त समस्या नहोला, तर ओह्रालोमा फर्किने बेलामा पक्कै आउने क्रममा तपाईहरु 5-6 किलोमिटर यात्रा गरेर केही बेर विश्राम गर्नुहोला, किनकि ओह्रालोमा हामी पूर्ण रूपमा ब्रेककै सहारामा आउने गर्छौं र डिस तातेर ब्रेक फेल हुने सम्भावना हुन सक्छ। त्यसकारणले हामी यहाँबाट अब अलिअलि सामान्य पानी परिरहेको छ, त्यो सामान्य पानीमा हामी रमाउँदै अगेन फेरि हामी हरिया वन, जंगल, डाँडा काँडा हेर्दै रमाउँदै तपाईहरुलाई पनि सम्भव भएसम्म हरेक दृश्यहरु देखाउँदै हामी स्वर्गद्वारी पुग्दै छौं। स्वर्गद्वारी पुगिसकेपछि पक्कै पनि त्यहाँका बारेमा हामी वर्णन गर्ने छौं। खासमा स्वर्गद्वारी हो के रहेछ, कसरी स्वर्गको द्वार भन्ने ठाउँ परेको छ भन्ने विषयमा हामी पनि अनेकौं प्रश्नहरु मनमा लिएर त्यहाँ जाँदैछौं र ती प्रश्नहरुको उत्तर हामी त्यही गएर खोज्ने छौं। यद्यपि हामी कतै इन्टरनेटबाट अन्य कहीं प्लेटफर्मबाट हामी जानकारी हासिल गरे तापनि स्थानमै आफ्नै आँखाले अवलोकन गरेर आफ्नै आँखाले त्यहाँ दृश्यहरुलाई महसुस गरेर जुन जानकारी र जुन कुराको अनुभूति लिन सकिन्छ, त्यो हामी अन्य कतै किताबमा हेरेर, कतै युट्युबमा हेरेर, कतै अन्य कुनै क्षेत्रमा हेरेर हामी पाउन सक्दैनौं। साँच्चीकै हेरौं त यो उकालो जाने क्रममा पनि कति राम्रा वन जंगल हरिया डाँडा काँडा छ, तर अचम्मको मौसम छ। आज हामी तल तराईको गर्मी खाएर आउँदै गर्दा यहाँ एकदम शीतल त चिसो मौसममा हामी पुगिसकेका छौं। तपाईहरु हेर्न सक्नुहुन्छ कति अहिले त झन् पानी परेर कुहिरो हुस्सो लागेको छ, जो हामीलाई अहिले पुष माघ महिनाको महसुस दिलाइरहेको छ। फाइनली हामी लामो यात्रा गरिसके पश्चात हामी स्वर्गद्वारी प्रवेशद्वारमा पुगिसकेका छौं र यहाँ पुग्दै गर्दाखेरि यहाँको अहिलेको दृश्य एकदमै रमणीय मनमोहक रहेको छ। सँगसँगै तपाईहरुलाई म के देखाउन चाहन्छु भने हामी भलै
प्युठान जिल्लाको स्वर्गदारी पुगे तापनि कतै इन्डियाको कुनै ठाउँमा आएको जस्तो मलाई पर्सनली व्यक्तिगत रूपमा महसुस भएको छ। किनकि यहाँ आएको गाडीहरू मध्येमा 90% चाहिँ श्रद्धालुहरू चाहिँ इन्डियनै भएको भेटाए, चाहे मोटरसाइकलहरूमा पनि हेर्नुभयो भने चाहिँ अधिकांश मोटरसाइकलहरू इन्डियन प्लेटकै रहेछ। यो बिचमा चाहिँ मेरो बाइक पनि तपाईँको यहाँ देखाउन चाहन्छु, V12 1449। यो बाइकको छेउछाउमा पनि इन्डियन प्लेटहरू मात्र रहेको छ र हामी फाइनली अब यहाँ चाहिँ स्वर्गद्वारी र अब हामी चाहिँ स्वर्गद्वारीको प्रवेशद्वारबाट प्रवेश गर्दै आज हामीले निर्णय गरेका छौँ माथि नै आश्रममा बास बस्ने। र हाम्रो प्रवीण सर चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ, उहाँ गइराख्नु भएको छ ढोक गर्दै। सँगसँगै म पनि अब ढोक गर्दै अब स्वर्गको द्वारमा प्रवेश गर्न अगाडि लम्सर हुँदैछौँ। अब यहाँबाट हामी स्वर्गद्वारीको यात्रालाई प्रारम्भ गर्यौँ, पैदल यात्रा। अब यो सिँढी हिँड्दै गर्दाखेरि कति सिँढी हिँड्नुपर्छ भन्ने हामीलाई कुनै त्यो विषयमा ज्ञात छैन र हामी त्यहाँ माथि पुगिसके पश्चात यहाँका व्यक्तित्वहरूसँग हामीले सल्लाह लिनेछौँ र जानकारी पनि लिनेछौँ र तपाईँहरू समक्ष हामी उक्त जानकारीलाई पस्किने प्रयास गर्नेछौँ। अहिले हामी कोलपुरदेखि झन्डै 200 किलोमिटरको बाइक यात्रा गरिसके पश्चात अहिले चाहिँ हामी प्युठान जिल्लाको स्वर्गद्वारीमा पुगिसकेका छौँ। स्वर्गद्वारीको अर्थ भन्ने कुरो तपाईँहरूलाई राम्रोसँग थाहा छ, स्वर्गको द्वार, स्वर्ग जाने द्वारमा हामी चाहिँ पदयात्रा गर्दैछौँ। यदि तपाईँहरू जिउँदैमा स्वर्ग हेर्न चाहनुहुन्छ भने चाहिँ एकपटक पक्कै पनि प्युठान जिल्लाकोमा अवस्थित रहेको स्वर्गद्वारीमा आउनुहोला। अब हामी यो बाटो हिँड्दै गर्दा लगभग झन्डै आधा घन्टाको पैदल यात्रा गर्नुपर्छ भन्ने हामीले यहाँबाट जानकारी प्राप्त गर्यौँ। हिँड्दा अहिले हिँड्ने क्रममा छौँ, सास बढ्दैछ किनकि यसको उचाइ अति धेरै रहेछ। समुद्र स्तरदेखि झन्डै 2000देखि लिएर 2200 मिटरको उचाइमा छ र हामी हिँड्ने क्रममा छौँ। तपाईँहरूलाई माथि पुगिसकेपछि फेरि पनि त्यहाँका मनमोहक दृश्य, रोमाञ्चक वातावरणहरू तपाईँहरू समक्ष पस्किनेछ र त्यहाँका हरेक विशेषताहरूको बारेमा पनि वर्णन गर्नेछ। तपाईँहरू हामीसँग जोडिराख्नु होला। तलदेखि धन्नै हामी आधा घन्टाको यात्रा गरिसकेपछि अब स्वर्गद्वारीको मूल प्रवेशद्वारमा पुगिसकेका छौँ। लगभग अब आधा घन्टा भनौँ 25 मिनटदेखि आधा घन्टाको यात्रा गरिसकेपछि अब तपाईँहरूलाई हामी स्वर्गद्वारको प्रवेश गरेर तपाईँहरूलाई यो यहाँको मूल द्वार र यहाँको मन्दिर परिसरलाई देखाउने प्रयास गर्दैछौँ। र आजको यो मौसमै एकदमै चारैतिर हुसो लागेर खासै राम्रो क्लियर नदेखे तापनि एकदमै रमाइलो, मनै शान्त हुने खालको वातावरण छ। कस्तो रह्यो तपाईँको? थकाइ त लागेन नि? लागेको छैन एकदम त्यति साह्रै जिउँदै स्वर्ग हेर्न छ भने प्युठानको स्वर्गद्वारीमा पुग्नुपर्छ भन्ने जस्तो लाग्छ। मन्दिरहरू चाहिँ निर्माण कार्यमा रहेको छ। अझै हामी यो मन्दिर परिसर तपाईँहरूलाई पूर्ण रूपमा भ्रमण गराउनेछौँ र अहिले फिलहाल चाहिँ हामी भर्खरै यहाँ पुगिसकेका छौँ। यहाँ अब यहीँ बस्ने चाहिँ हाम्रो निधो रहेको छ र यहाँ बस्नको लागि के कस्तो प्रक्रियाहरू अपनाउनु पर्ने रहेछ त्यो समेत हामी बुझ्नेछौँ। अब यसको लागि चाहिँ के छ कसो छ यहाँका आधिकारिक व्यक्तिहरूसँग हामी सोध्नेछौँ र बुझ्नेछौँ। यदि तपाईँहरू स्वर्गद्वारीमा आएर यहीँ बास बस्न चाहनुहुन्छ भने चाहिँ यहाँ प्रवेश गर्ने बित्तिकै यहाँ लेखेको छ दर्शनार्थी सम्पर्क तथा सूचना कक्ष, सम्पर्क नम्बर पनि लेख्छु। यहाँ चाहिँ लाइन लागेर चाहिँ हेर्नुमा छ श्रद्धालुहरू लाइन लाग्नुमा चाहिँ यहाँबाट चाहिँ राति बास बस्न र खानाको लागि चाहिँ इन्ट्री गराउने ठाउँ रहेछ। यहाँ इन्ट्री गराइसकेपछि अब रुम प्लस खानाको व्यवस्था यहाँ छ। त्यस पश्चात यही आश्रममा बास बस्नका लागि चाहिँ यहाँ इन्ट्री गर्नु पर्ने हुन्छ। तपाईँहरू चाहिँ कोही आउनु भएछ भने चाहिँ यहाँ इन्ट्री गराए मजाले बास बस्न सक्नुहुनेछ। महाप्रभु नारायण गौतम ज्यूले जब यहाँ आश्रमको स्थापना 1952 मा गरिसके पश्चात यहाँ महायज्ञ पनि सुरुवात गर्नुभयो र उक्त महायज्ञमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जस्तै गाईको दुध, गाईको घिउ, गहुँ गोत्र लगायतका सामग्रीहरू उपलब्ध गर्नका निमित्त यसको स्थापना गर्नुभएको हो। र अब तपाईहरुलाई हामी देखाउँदैछौँ स्वर्गद्वारीको मूल मन्दिर जो हाल अहिले निर्माण अवस्थामा रहेको छ। महाप्रभु नारायण गौतमजी 1951 तिर स्वर्गद्वारी पुग्नुभयो र उहाँले यहाँ महाअखण्ड यज्ञ सुरु गर्नुभयो र यहाँ पुगिसके पश्चात हामीले अझै जानकारी लिने क्रममा महाप्रभु नारायण गौतमको बारेमा पनि जानकारी लियौं र उहाँको जन्म 1916 मा रोल्पा जिल्लाको रुम्टी गाउँमा भएको समेत हामीले जानकारी लियौं। महाप्रभु नारायण गौतमज्यू 1951 तिर स्वर्गद्वारी पुगेर विश्व कल्याण
र विश्व शान्तिको उद्देश्यले अखण्ड महायज्ञ सुरुवात गर्नुभएको थियो, जो अहिले हालसम्म भइरहेको छ। तपाईहरुलाई हामीले यो स्वर्गद्वारीको दृश्य अवलोकन गराइसक्यौँ र साँच्चीकै भनौँ भने यहाँ हामीले स्वर्गमै पुगेको जस्तो अनुभूति, एकदमै शान्त वातावरण, एकान्त वातावरण, एकदमै मनमोहक खालको र पक्कै पनि यो प्युठान जिल्लाको स्वर्गद्वारी मन्दिरमा एकपटक आउनै पर्ने जस्तो महसुस भयो हामीलाई पनि र तपाईहरुलाई पनि हामी त्यो आग्रह गर्न चाहन्छौँ। र आजकै दिन हामी यता आश्रममा बास बस्ने सोच बनाएका थियौँ, विभिन्न कारणवश हामी चाहिँ पुनः फेरि फर्किन लागेका छौँ। हामी अहिले साँझको 7 बजे स्वर्गद्वारीदेखि फर्किने क्रममा छौँ। यो पदयात्राको चाहिँ सिँढीमा चाहिँ हामी धनै 15-20 मिनट भयो हामी तलतिर झर्दैछौँ। अब केही बेरमै हाम्रो चाहिँ बाइक राखेको ठाउँमा पुग्नेछौँ र त्यस पश्चात आज माथि बस्ने निर्णय हामीले क्यान्सल गऱ्यौँ, फेरि तलै अब जान लागेका छौँ। बाइकहरूको पनि अब पूर्ण रूपमा सुरक्षा नहुने भएको हुनाले तलै झर्ने, बाइक लिएर अब तलतिर होटलहरूमा बास बस्ने र बाँकी भोलि हामी पुनः यही प्युठानमा रहेको स्वर्गद्वारीबाट कोहलपुरसम्म फर्किने क्रममा बाटोमा हुने रमणीय दृश्यहरू र यहाँ अब तल पुगिसकेपछि हामी स्थानीयहरूसँग पनि सोध्नेछौँ कि यहाँ अन्य कुनै पनि स्थानहरू पनि छ भने हामी उक्त स्थानहरू पनि अवलोकन गर्नेछौँ। तपाईहरुलाई पनि हामी अवलोकन गराउनेछ, यसर्थ तपाईहरुलाई चाहिँ अन्तिमसम्म जोड्नमा अझै पनि आग्रह गर्न चाहन्छु। फर्किँदै गर्दाको अवस्था तपाईहरुलाई देखाउन चाहन्छु। हामी समय भन्नुभयो भने साँझको 7:30 बजिरहेछ, तर कुहिरो हुसोले गर्दा यति अँध्यारो, यति अन्धकार छ कि केही पनि देखिँदैन। बाइकको लाइट बाल्दाखेरि पनि एकदमै अन्धकार, कता छ बाटो भने समेत देखिँदैन। हामी एकदम बिस्तारै सावधानीपूर्वक पुनः भिङ्ग्री बजार पुग्दैछौँ र आजको बास हामी भिङ्ग्री बजारमा बस्नेछौँ र त्यस पश्चात भोलि बिहानै हामी फेरि पनि कोहलपुरतिरको यात्रा सुरुवात गर्नेछौँ। आजलाई यति नै, धन्यवाद।